ल यो हो समुद्र भन्ने यस्तो हुँदो रहेछ। मैले भने कि हाम्रो देश नेपालको पनि पानी आएर बस्छ होला भनेर सोचिरहेछु कि है। जता हेर निलै जता हेर निलै जता हेर पानी 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 बाहेक केही छैन हिँडेको हिँडै। ए संसारमा कस्तो कस्तो छ के छ है हुँदो रहेछ देखिएछ। आज म स्पन्डो फिलिमेनबाट भन्ने ठाउँमा गइरहेको छु, हिँडिरहेको छु। 2 दिने भ्रमणमा पानीको डुबामा चलिरहेको छु। सबै यस्तै रहेछ। पानी 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 सागर भन्ने यस्तै छ। समुद्र समुद्र भनेको जताततै पानी पानी हुने छ है। सानोतिनोमा त हेर्ने थिएँ, तर यो ठुलोमा त म हिँडेको पनि थिइनँ, देखेको पनि थिइनँ। पहिलोपालि देखेँ, अचम्म लागिरहेको छ। जताततै पानी पानी छ, केही देखिँदैन पानी बाहेक। घाम लाउने जस्तो पनि छ, कता जिन्दगीमा यस्तै इन्जोय भइछ। फेरि मान्छेहरूले आफ्नो तालमा खान्छन्, आफ्नो तालमा हिँडिया छन् है। स्पन्डीमा पुरा रक्सीको सस्तो हुँदो रहेछ। पुरा रक्सी भरेर ल्याउने छ मान्छेहरूले फेरि खानालाई। त्यहाँ बसे खाए, इन्जोय गरे। यो बर्खामा हाम्रो गाउँको पानी पनि त आयो होला नि त यहाँ, होइन र? हाम्रो गाउँको ठाडा खोला, बगे खोला, सेती खोला, काली गण्डकी होइन, कोशी, भेरी, जमुना, यमुना जताततैको पानी आयो त होला नि समुद्र बनेको। मलाई त त्यस्तै लाउँछ, समुद्र बनिरहेको। कता कता घर देखिया छ अहिले है। अब हामी अगाडि बढिरहेछौँ, अगाडि बढिरहेको छ। हिँडेको हिँडै छ, कहिले पुग्ने हो भनेको ठाउँमा थाहा छैन। म छोरासित आएको घुम्नलाई, घुम्दै घुम्दै आज समुद्रको सफर हुँदैछ। ल यसरी म पनि बसिरहेको छु है। समुद्र हेरिराखेर बसिरहेको। सात समुन्दर पार गरे भने गीत गाउँछन् नि, त्यही भएर रहेछ खोइ त। सात समुद्र पार गर्ने, हेर्ने, इन्जोय गर्ने यस्तै रहेछ। अन्त खोलाहरू चलिरहेको छ, गन्नाङ र गुन्नु। खोला भन्ने समुद्र।